आइसिसी विश्वकप क्रिकेट लिग 2 मा नेपालले अमेरिकासँग निकै नराम्रो हार बिहोर्नु पर्यो। आखिर मैदानमा त्यस्तो के भयो र यो हारको अर्थ के हो त? आउनुहोस् यसको गहिराईमा पुगेर विश्लेषण गरौँ। यो पुरै खेलको कथा सायद यही एउटा अङ्कमा लुकेको छ, 106। नेपाल अमेरिकासँग 106 रनको विशाल अन्तरले पराजित भयो। यो सानोतिनो हार होइन र यसले टोलीको प्रदर्शनमाथि साँच्चै गम्भीर प्रश्नहरू खडा गरेको छ। अझ निराशाको कुरा के हो भने यो हार दुबईमा सुरु भएको नयाँ श्रृङ्खलाको पहिलो खेलमै आयो। अब कुनै पनि प्रतियोगिताको सुरुवात नै यस्तो भएपछि यसले टोलीको मनोबलमा कस्तो असर गर्छ होला? यो हारको नालीबेली बुझ्न हामी 5 वटा मुख्य पक्षलाई केलाउनेछौँ। पहिले त नतिजा कस्तो रह्यो, त्यसपछि ब्याटिङमा कहाँ चुक्यो, बलिङको कथा के थियो, अङ्क तालिकामा यसले के असर पार्यो र अब अगाडिको चुनौती के हो। ल सुरु गरौँ पहिलो भागबाट, हारको नतिजा। कुनै पनि विश्लेषण अङ्कबाटै सुरु हुन्छ र यो खेलको अङ्कले एउटा एकदमै स्पष्ट कथा बताइरहेको छ। हेर्नुस्, अमेरिकाले 262 रनको बलियो लक्ष्य दियो, तर जवाफमा हाम्रो ब्याटिङ त भनौँ न तासको पत्ता जस्तै ढल्यो। पुरै टोली जम्मा 156 रनमा अल आउट। अब लक्ष्य र वास्तविकताबीच यति ठूलो खाडल भएपछि हारको कारण स्पष्ट छ। अब जाउँ दोस्रो भागमा, ब्याटिङमा निराशा।